ओके साथीहरू मेरो रुम भित्रै मैले चाहिँ फलो मोडमा यसको फ्लाइट चेक गर्न जाँदैछु। यसको बेस्ट फिचर लगभग 6वटा फिचरहरू छ। 6वटा फिचर मध्ये एकदमै न्यारो स्पेसमा, यो रुममा त अब धेरै स्पेस छैन रुमभित्र, र हाइटमा पनि जाँदैन। ग्राउन्डदेखि लगभग तपाईँको 1.5 मिटरको चाहिँ डिस्टेन्समा अब यो म फ्लाइ गर्दैछु। यसको क्वालिटी चाहिँ म तपाईँलाई भोलिको भिडियोमा देखाउनेछु भने आज चाहिँ हामीले फलो मोडमा चाहिँ यसलाई भर्खर फ्लाइ गरेर चाहिँ देखाउँ। यसको लागि चाहिँ यहाँनिर यसको डिफ्रेन्ट मोडहरू छ, मैले यहाँ चेन्ज गर्दैछु। ओके, फलो मोडमा चाहिँ मैले ओके गरेँ। यसरी चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि फलो मोडमा चाहिँ यसलाई यति सानो स्पेसमा पनि मजाले फ्लाइ गर्न सक्छौँ। भोलि मैले यसको भिडियो क्वालिटी सहित मैले यो आरसीमा जोडेर यसले मलाई कस्तो मजाले डिटेक्ट गरेर फलो गरिरहेको हुन्छ है। म जता जान्छु त्यता चाहिँ रोटेट भइरहेको छ है त। यसलाई मैले भोलि आरसीमा कनेक्ट गरेर तपाईँहरूलाई भिडियो क्वालिटी सहित म लिएर आउनेछु। आज अलिकति टाइम भएन र अब यसरी फलो मोडमा हामीले छोडिएको जुन एयरक्राफ्ट छ, अब यो ड्रोनलाई चाहिँ रोक्नको लागि पनि एकदम सजिलो अप्सन छ। हामी पाम सेन्सिङ छ यसमा, पामले चाहिँ हामीले मजाले रोक्न चाहिँ सकिन्छ। लेट्स ट्राई। केही गर्नु परेन, हात जस्ट तल लानु, यो आफै अफ हुन्छ। ओके, थ्याङ्क यू गाइज, किप वाचिङ।